ग्रहण गरिकन जे हुनु पर्ने आफूले जे व्यवसाय गरेर प्रगति भएर जाऊ पञ्च देवताले यता फेरि टन्ने सोल्टीहरू रहेछ है सोल्टा सोल्टिनीहरू फेरि मलाई अट्याक हान्न होला नि फेरि केतु भरमरी कालचक्र ओम गुरुजी अब चिन्ता तथाउँ कामना संस्कृति गुणस्य पश्चातनम जेराको चिन्ता पश्चात करण गरिकन जे हो कल्याण हुनु रोग हरण हुनु यता त्यहाँ पुग्नु जहाँ गयो नि यात्रा सफल हुनु धन सम्पत्तिको दीर्घायु रहनु घर परिवार सबका आग्रह शान्ति रहु शनि सङ्कट मङ्गली पिङ्गाली राहु केतु शुक्र शनि भरमरी कालचक्र नरा नाम के हो यमबहादुरको शरीरमा भएका रोग हराउनु जहाँ जहाँ गए नि यात्रा सफल हुनु आफूले जे व्यवसाय गरे नि प्रगति भएर जाउँ गोरक्षे बाबा कालिका माई पशुपति नाथ मनकामना माई काला भैरम वज्र भैरम सिंह भैरम 33 कोटी देवी देवताले रक्षे गरुन भण्डार भरिपूर्ण हुनु 7.5 को रोग हराउनु जहाँ गए नि यात्रा सफल हुनु मङ्गली बिङ्गाली राहु भरमरी यतिकै एङ्गलमा खिच्नु 0.5 है 1 मा त भेट्दैन फेरि भानबहादुरको शरीरमा भएका रोग हराउनु जहाँ गयो नि यात्रा सफल हुनु आफूले व्यवसाय गरे नि प्रगति भएर जाउँ सद्गुरु गोरक्षे बाबा कोटि तपस्या गरन जे हुनु कल्याण हुनु हराउनु जहाँ गयो नि यात्रा सफल हुनु धन सम्पत्तिको दीर्घायु रहनु घर परिवार सबका शान्ति रहनु शनि सङ्कट मङ्गली पिङ्गाली राहु केतु भरमरी कालचक्र के नाम के जङ्गबहादुर गुरुङको शरीरमा भएका रोग हराउनु जहाँ गयो नि यात्रा सफल हुनु आफूले जुन व्यवसाय गरे नि प्रगति भएर जाउँ 7.5 को 8 दशा 9 इकरा ठिक छ हामी चाहिँ आज पुरै महाशिवरात्रिको दिन हो पुरै चलपल दिन आएको चलपल दिन आएको चलपल के बोले भाइ के बोले के छ थाहा बोले हेलो के छ हामी चाहिँ आज महाशिवरात्रिको दिन हामी न्याय नपाए गोर्खा जानु राजा पृथ्वीनारायण शाहको दरबार हो पृथ्वीनारायण शाह नि आइनुहुन्छ चस्मा लाएर बस्नु भयो यो चाहिँ हाम्रो हुन्छ नि यो एउटा इतिहास हो कि हेर्नु नि ढुङ्गाको झ्यालहरू तपाईँलाई भन्दा गफ भने जस्तो लाग्छ होला यो रियल ढुङ्गाको झ्यालहरू हेर्नु कहाँ छ ल हेर सक्नुहुन्छ यहाँ चाहिँ पृथ्वीनारायण शाहलाई नुहाएर टक्कै यहाँ चाहिँ सेकाउनु भएको अरे रमाइलो छ अनि यतापट्टि चाहिँ कालिका भवन है यो चाहिँ कालिका हो विशेष गरेर हामी चाहिँ पुरै उताबाट मगाएको साथी हामी अर्को कुरा पनि देखाउँछौँ है आउने त पहिलाको तोप यो पुरानो तोप बजाएर चाहिँ दरबारमा चाहिँ के हुन्ला भनेर दमाहा हेर्नुहोस् है हाम्रो घन्टी गोर्खा जहाँ इतिहास जीवित छन् न्याय नपाए गोर्खा जानु होइन ल हेर्नु हेर्नु ढुङ्गाको झ्याल यतापट्टि त होइन चाहिँ क्या यता काठकै रहेछ मेरो नाम दिँदा Let's go. भयो हामी चाहिँ अब तपाईँहरूलाई एउटा अमूल्य चिज देखाउँछौँ होइन स्टोर ढुङ्गा हो यसको कुनै मूल्य नै छैन गोर्खा दरबार परिसर गरेर अब हामी चाहिँ तपाईँहरूलाई
विश्वमा एउटा मात्रै यस्तो एउटा हाम्रो गणेशको मूर्ति छ गोर्खा दरबारमा तपाईँहरूले अब कति याद गर्नुभएको तपाईँहरूलाई हामी देखाउँछौँ यही भ्लगमा हाम्रो पर्सनल भ्लग हो हामी चाहिँ हाम्रो दोस्ती हामी चाहिँ कभी नै तोडेंगे दो मिनटमा फेरि लौटेंगे भने जस्तै होइन हामी चाहिँ सधैँ सँगै हुन्छौँ यात्रा जारी छ हामी चाहिँ यही बाटो गणेशको मन्दिर जाने बाटो राजा आउँदाखेरि पनि ठाउँ हो ओ यहाँ हिमालहरू त खासै देखिएँ होइन आज कुहिरो लगाएर हेर्नु कस्तो खतरा छ के त्यसै दरबार भने होइन के कस्तो खतरा सिन देखियो यार है जय जय चम्बा लभली हागेर न नमस्कार खतरा हागे उता तलै होला एउटा हान्दिनु शिवजीको बारेमा एउटा शिवजीको ऱ्याप हानिदिनु पऱ्यो काजी सरले ऱ्याप भन्ने आनन्द ऱ्याप होइन शिवजी हो नि त शिव इज धेरै ठुलो कुरा मान्ने हाम्रो सबै शिव नै सत्य सत्य नै शिव होइन शिव भन्ने कुरा चाहिँ मान्नुपर्छ कि शिव भूमि हाम्रो नेपाल चाहिँ होइन शिवले नै जस्तै अहिले नेपाल एकीकरण गरेको पृथ्वीनारायण शाह जस्तै भौगोलिक अवस्थामा चाहिँ हाम्रो पृथ्वीलाई नै जोगाउनु चाहिँ ठुलो योगदान गर्नुभएको शिवजीले चाहिँ त्यही भएर आज शिवरात्रि चाहिँ एकदम ठुलो विशेष तरिकाले मान्दैछौँ यसको अब प्रभावित सबैलाई कतिले नराम्रो लिन्छ तर हामी शिव भगवानको फ्यान हो जय शम्भो जय शम्भो एक स्वर्ग दुनियाँ अर्को शम्भो एक स्वर्ग दुनियाँ अर्को ल हेर्नुहोस् है आउनुहोस् आउनुहोस् गोर्खा घुम्न आउनुपर्छ टेरेन 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 ल गाइज ल ल ल हाम्रो मेन स्पेसल हुन्छ नि हाम्रो साउजीहरू एउटा लेखको साउजी एउटा सुन व्यापारी एउटा गाडी व्यापारी गाइज है साउहरू हाम्रो पुरै यात्रा जारी छ सङ्घर्ष र मेहनतको कहिले पनि पछाडि परिँदैन भविष्य वर्तमानलाई सोचेर अगाडि बढ जहिले पनि सुख मिल्ने छ यात्रा भने होला होइन परवेशीको ग्याङहरूले चाहिँ मन्दिरको चाहिँ फोटो हालेर यहाँ आउँ हामी चाहिँ मान्छे यस्तै हो कि दादा भगवान् हुन्छ होइन त्यहाँ त हामी पुगेका हुन्छौँ हाम्रो पारे होइन जहाँ सत्यता हुन्छ हामी चाहिँ त्यहाँ पुगेर हुन्छौँ जिन्दगीमा केही छैन कि मैले लानु होइन यथार्थ नै जिउने हो यथार्थमै जे छ त्यहीलाई अगाडि बढ अब हुन्छ नि यही बेचेर कति पैसा आउँछ विदेशबाट ल्याउँछ नि यार हाम्रो रुद्र सिंह कुहिएर गएको भनेको के हामी चाहिँ हलो जोत्दाखेरि चाहिँ होइन बारीमा जोत्दाखेरि चाहिँ अनि ट्याक्क खुट्टामा हलो अड्क्याएर होइन अनि पुरै काटिया छ गुडी अम्लाहरू पुरै काट्यो नि हाम्रो विश्वमा एउटा मात्रै उभिएको गणेशको मूर्ति हो कि दुनियाँमा काहीँ छैन तर यसको संरक्षण छैन होइन ढोकाको गति के भयो यार गोर्खा दरबारको कर्मचारीले नहेरे कि कसले नहेरे कि ल गाइस आज हाम्रो अब अहिलेको भ्लग अब यति नै हो अब चाहिँ हामी देखाउँछौँ हामी त्यस्तो जानेको मान्छे त होइन जे भए पनि हामीले प्रयास गरे हो हामी भर्खर भर्खर प्रयास गरे सुरु गर्दैछौँ होइन त्यस्तो प्रोफेसनल भइसक्यो होइन खोल्ने त छैन जे भयो नि यसो आफ्नो गोर्खाको चाहिँ के भन्छ सम्पदाहरू चाहिँ सबै मान्छेलाई प्रचार गर्नु पऱ्यो पहिला गणेश भगवानको पूजा गरेर चाहिँ बल्ल कालिका र गोरखनाथको पूजा गर्नु पऱ्यो भनेर यहाँको अब के हो अब व्यवस्थापन समितिलाई नै भन्नु पऱ्यो यताबाट गाडी आउँछ अब मान्छेलाई चिनाउने बोर्ड राख्ने अब अहिलेको अब हुन्छ नि अब डिजिटलको माध्यम आइसक्यो शिलालेखमा लेखेर हुँदैन कि शिलालेखमा लेखेको कुरा चाहिँ डिजिटल प्रणालीमा राखेर चाहिँ मान्छेले पढ्न सकोस् नेपालीमा खुलाएर राखिदिने अब इङ्ग्लिस पनि इङ्ग्लिसमा पढ्छन् त्यो हुन पर्यो सही सही एकदम इतिहास पनि लेख्न पर्यो सर हजुरलाई कस्तो फिलिङ भइरहेको छ मलाई एकदम मलाई मन्दिर आउनु साथै पार्छ पहिला चरण त होइन एकदम खुसी लाग्छ मनै आनन्द हुन्छ होइन किनकि भगवान्को जस्तो ठाउँमा आएर आशीर्वाद लिन पाएको छु योभन्दा ठुलो सौभाग्य मेरो केही पनि छैन कृपया सबैजनाले चाहिँ हाम्रो चाहिँ यस्तै नै चलिरहेको रीतिरिवाजलाई चाहिँ जोगाउनुपर्छ ल भगवान्को आशीर्वाद सधैँभरि मेरो साथमा छ हामी चाहिँ अब अघि लगभग 9:30 आएको होइन गोर्खा दरबार अनि चाहिँ दरबारमा पूजा सुजा गरेर टिका लगाएर तल फर्किँदै हो